प्रिय दर्शक मित्रहरू, यहाँलाई हार्दिक अभिवादन गर्न चाहन्छु। यो सङ्घमा म तपाईसँग केही बुद्धिका कुराहरू लिएर आएको छु र कृपया मसँग केही समय रहनुहोस् र लाभ उठाउनुहोस् है त। यस्तो लेखिएको छ पवित्र बाइबलको हितोपदेशको पुस्तकमा, हे निर्बुद्धि हो बुद्धि प्राप्त गर, हे मूर्ख हो समशक्ति प्राप्त गर। अब यहाँ हे निर्बुद्धि हो भनेको बुद्धि नभएका मानिसहरूलाई सम्बोधन गरेको छ, बुद्धि प्राप्त गर। अनि पहिलो कुरा अब फेरि विचार गर्नुहुन्छ बुद्धि के हो त? अनि पवित्र बाइबल अनुसार चाहिँ परमेश्वरको डर चाहिँ बुद्धि हो भन्छ। परमेश्वरको ज्ञान अनि उहाँको डर, उहाँको ज्ञानले चाहिँ परमेश्वरप्रतिको डर भन्नाले नकारात्मक डर होइन, सकारात्मक परमेश्वरप्रतिको भक्तिभाव अथवा भय उत्पन्न गराउँछ। जब परमेश्वरप्रति मानिसमा भय उत्पन्न हुन्छ त्यसले चाहिँ उसमा एकाउन्टेबिलिटी अर्थात् जवाबदेहिता सृजना गर्छ। अनि त्यो जवाबदेहिताले भनेको परमेश्वरलाई मैले जवाब दिनुपर्छ, मैले लिएको काम, मैले निर्वाह गरेको भूमिकामा परमेश्वरले पनि लेखा माग्नुहुन्छ अथवा मैले एक दिन चाहिँ परमेश्वरलाई लेखा दिनुपर्छ भन्ने कुरा को हेक्का राखेर उसले काम गर्ने भएको कारणले गर्दाखेरि उसलाई चाहिँ यो बुद्धिको अति नै महत्त्व हुन्छ। त्यस कारणले गर्दाखेरि बुद्धि भनेको चाहिँ है पहिलो कुरा बाइबल अनुसार परमेश्वरको डर चाहिँ बुद्धिको सुरुवात भन्छ। परमेश्वरको ज्ञान, परमेश्वरको डर भने बुद्धिको सुरुवात भन्छ। र बुद्धिको फाइदा के छ त हैन? अब त्यो कुराहरू हामी हेरौँ फेरि पनि। सुन, तिमीहरूलाई बताउनु पर्ने आदरणीय कुराहरू मसँग छन्। ठिक कुरा बोल्न म मेरो मुख खोल्छु, मेरो मुखले साँचो कुरा बोल्दछ, किनभने मेरो ओठले दुष्टता घृणा गर्छन्। जोसँग बुद्धि छ, बुद्धि भएको मान्छेले चाहिँ दुष्टता, कुनै पनि किसिमको दुष्टता चाहिँ भनेपछि अरूलाई दुःख दिने कुरा, आफैलाई दुःख दिने कुरा, यी कुराहरू चाहिँ घृणा गर्छ। बुद्धि भएको मान्छेले चाहिँ त्यो कुरा गर्दैन, त्यसमा सहभागी हुँदैन भन्छ है परमेश्वरको वचनले चाहिँ। यो माथिको बुद्धि भन्छ है, यो उच्चको बुद्धि अथवा माथिको बुद्धि अथवा स्वर्गको बुद्धिले चाहिँ यस्तो भन्छ है। त्यसपछि अलि तल जाउँ। मेरा मुखका सबै वचन न्यायपूर्ण छन्, तिनीमध्ये कुनै पनि बाङ्गो टेङ्गो छैन। विवेकशील व्यक्तिको लागि ती सबै उचित छन्, ज्ञान हुने मानिसको निम्ति ती खोट रहित छन्। चाँदीको सट्टा मेरो उपदेश, उत्तम सुनभन्दा त बरु ज्ञान नै खोज है। अनि म बुद्धि हुँ, किनभने बुद्धि मणिकभन्दा बहुमूल्य हुन्छ है। बुद्धि चाहिँ मणिकभन्दा पनि है बहुमूल्य हुन्छ। तैँले इच्छा गरेको कुनै पनि थोक त्यससँग तुलना गर्न सकिँदैन। त्यो स्वर्गीय बुद्धिले चाहिँ त्यति फाइदा दिन्छ, त्यति लाभ दिन्छ तपाईँलाई। यस कारणले गर्दाखेरि त्यो स्वर्गीय बुद्धिको विषयमा विचार गर्नुहोस् है। हामी त्यो स्वर्गीय बुद्धि भन्ने बित्तिकै जुन चाहिँ सिद्ध हुन्छ है, जुन बुद्धि पाएपछि मान्छेले के गर्दैन, उसले त्रुटि गर्दैन, गल्ती गर्दैन होइन, उसले गलत काम गर्दैन होइन, आफ्नो विवेकबाट बाहिर गएर उसले काम गर्दैन भनेको एउटा सुविवेक काम गरेर उसले काम गर्छ। उसले न्याय दिँदाखेरि सुविवेक प्रयोग गर्छ, तजबिज भन्छ नि होइन। सुविवेक प्रयोग गर्ने, जे असल छ त्यसमा चाहिँ लागिरहने, त्यसलाई मान्यता दिने होइन, त्यो चाहिँ बुद्धिको काम हो। तल म बुद्धि हुँ, सावधानीसित म बसोबास गर्दछु, मसँग ज्ञान र विवेक छन्। परमेश्वरको भय मान्नु, दुष्टतालाई घृणा गर्नु हो। अभिमान, अहंकार, खराब चाल चलन र भड्काउने कुराहरू म घृणा गर्छु। हेर्नुहोस् है, अभिमान, खराब चाल चलन उहाँले घृण गर्नुहुन्छ है। बुद्धि भएको मान्छे त्यस्ता कुराहरू घृण गर्छ है। त्यसै गरी सरसल्लाह र उचित फैसला मबाटै हुन्छन्, मसँग समशक्ति र सामर्थ्य छन्। सरसल्लाह र उचित फैसला हेर्नुहोस् है मबाटै हुन्छन्, मसँग समशक्ति र सामर्थ्य छन्, मद्वारा नै राजाहरू राज्य गर्छन् है। अनि शासकहरू उचित कानुन बनाउँछन्। उचित कानुन बनाउनलाई है देशमा सुव्यवस्था कायम गर्नको लागि, सुशासन कायम गर्नको लागि के चाहिन्छ?
उचित कानुनहरू चाहिन्छ, ती कानुनको मानिसहरूलाई ज्ञान चाहिन्छ, ती कानुनहरूको मानिसहरूमा चेतना चाहिन्छ हैन। अनि त्यसले चाहिँ मान्छेहरूलाई जिम्मेवार बनाउँछ, त्यो कानुनप्रति रेस्पोन्सिबल बनाउँछ हैन। कतिचोटि मान्छेले गल्ती गर्ने चाहिँ कानुनको ज्ञान नभएर ललेसनेस भन्छ हैन। जसरी परमेश्वरको इच्छाबाट बाहिर कहिले जान्छ मान्छे भन्दा जब परमेश्वरको इच्छा उसलाई थाहा हुँदैन है, परमेश्वरको ज्ञान उसँग हुँदैन भने ऊ बाहिर जान्छ त्यहाँबाट हैन। त्यसकारण जब परमेश्वरको ज्ञानमा ऊ आउँछ, परमेश्वरलाई मन नपर्ने कुरा के हो भने उसले थाहा पाउँछ, चेतमा आउँछ ऊ, तब ऊ त्योबाट बाहिर जाँदैन। किनभने मानिसमा त्यो पाप गर्ने हैन, गल्ती गर्ने स्वभाव भएको कारणले गर्दाखेरि यस्तो हुन्छ। तर यदि ऊ चाहिँ कानुनमा बाँधियो अर्थात् ऊ चाहिँ व्यवस्था, परमेश्वरको त्यो व्यवस्था उसको मनमा छ भने चाहिँ त्यसले ऊ एउटा नियन्त्रित अथवा एउटा मार्गनिर्देशित गर्छ त्यसले उसलाई, र ऊ दायाँ बायाँ लाग्दैन त्यसबाट। यस कारणले गर्दाखेरि यो कानुनको ज्ञान हुनु पनि अति नै आवश्यक छ। र कानुन चाहिँ असल कानुन है, खराब कानुन होइन, मानिसलाई दुःख दिने कानुन होइन, तर असल कानुन भन्छ नि होइन, मान्छेलाई उन्नति मा डोर्याउने कानुन है, मान्छेको समृद्धि गर्ने कानुन है, त्यस्तो कानुनको कुरा गरेको है। किनभने बुद्धिले चाहिँ त्यो असल कुरा है, त्यस्तो असल कानुनहरू चाहिँ बुद्धिबाट आउँछ, माथिबाटको बुद्धि, स्वर्गीय बुद्धि होइन, ईश्वरीय बुद्धि भन्छ है। मद्वारा नै राजकुमारहरू राज्य व्यवस्था चलाउँछन्। हेर्नुहोस् है, राजकुमार भनेको शासकहरूले राज्य व्यवस्था चलाउनुको लागि के चाहिँदो रहेछ? बुद्धि चाहिँदो रहेछ, माथिबाटको बुद्धि, स्वर्गीय बुद्धि। यदि त्यहाँ त्यो बुद्धिले भरिएका मानिसहरू छन् भने के हुन्छ? त्यहाँ राज्य व्यवस्थामा के हुन्छ? सबै कुरा सुव्यवस्थित हुन्छ र जनताले सुख पाउँछन्, मानिसहरूले सुख पाउँछन्। तर यदि शासकहरूमा त्यो बुद्धि छैन भनेदेखि चाहिँ के हुन्छ? जनताले दुःख पाउँछन् हैन। उदाहरणको लागि हामीले नेपाल देशलाई लिन सक्छौँ, नेपालको राज्य व्यवस्था लिन सक्छौँ। यहाँ बुद्धिको अभाव भएका मानिसहरू देखिन्छन् धेरै, किनभने उनीहरूको कामबाट त्यो प्रकट हुन्छ हैन। यसकारणले गर्दाखेरि हामीले प्रार्थना गर्छौँ नि शासकहरूलाई परमेश्वरले बुद्धि दिउन्, ज्ञान दिउन्, सुविवेक दिउन् हैन। देशमा सुशासन कायम होस्, देशमा सुव्यवस्था कायम होस्, देशमा विकास होस्, देशका मानिसहरूले सुख पाउन् हैन, मान्छेले अनावश्यक दुःख नपाओस् भनेर हामी प्रार्थना गर्छौँ नि हैन। यो चाहिँ बुद्धिको काम हो है। अब त्यसो अझै तल जाउँ। मलाई प्रेम गर्नेहरूलाई म प्रेम गर्छु, मलाई खोज्नेहरूले मलाई भेट्टाउँछन्। हेर्नुहोस् है, बुद्धिले के भन्दैछ है, बुद्धिको आत्माले है, मलाई प्रेम गर्नेहरूलाई म प्रेम गर्छु, मलाई खोज्नेहरूले मलाई भेट्टाउँछन्। बुद्धि चाहिँ खोज्नु पर्यो है, अनि त्यसलाई प्रेम गर्नु पर्यो है। अनि मसँग वैभव, आदर र टिक्ने धन सम्पत्ति र समृद्धि छन्। मसँग, बुद्धिले भन्दैछ है, मसँग वैभव, आदर र टिक्ने धन सम्पत्ति र समृद्धि छन्। मेरो फल निखुर सुन भन्दा उच्च छ। सुन्नुहोस् है, मेरो फल निखुर सुन भन्दा उच्च छ। जे म उत्पादन गर्छु त्यसले असल चाँदीलाई उछिनिदिन्छ। वाओ, विचार गर्नुहोस् त है। त्यो बुद्धि, त्यो स्वर्गीय बुद्धि है, जुन बुद्धि चाहिँ पक्षपात रहित हुन्छ, जुन बुद्धि शुद्ध हुन्छ हैन, जुन बुद्धिले ठिक न्याय गर्छ है, यो माथिबाट आउने बुद्धि हो, स्वर्गीय बुद्धि हो है। अनि त्यसै गरी म धार्मिकताको बाटो र न्यायको मार्गमा हिँड्छु भनेको उसको चालचलन चाहिँ, त्यो बुद्धिले भरिएको मान्छेको चालचलन चाहिँ कस्तो हुन्छ? एकदम न्यायिक हुन्छ है। उसले कुनै अधर्म गर्दैन, उसले कुनै अन्याय गर्दैन हैन। म धार्मिकताको बाटोमा र न्यायको मार्गमा हिँड्छु भनेको छ नि त हैन, बुद्धिले है। बुद्धि भरिएको मान्छे त्यस्तो हुन्छ। याद गर्नुहोस् है, कोही मान्छेमा बुद्धि छ छैन भन्ने कुरो तपाईँले त्यो कुरा जाँच्न सक्नुहुन्छ है। म धार्मिकताको बाटो र न्यायको मार्गमा हिँड्छु है, बुद्धिले भरेको मान्छे जस्तो। मलाई प्रेम गर्नेहरूलाई म धन सम्पत्तिले भरिपूर्ण पार्छु। वाह है, धनी हुन चाहनुहुन्छ भने बुद्धि अँगाल्नुहोस् है, बुद्धिको खोजी गर्नुहोस्। यो बुद्धि है, यो स्वर्गीय बुद्धि, सांसारिक बुद्धि होइन है, यो स्वर्गीय बुद्धिको खोजी गर्नुहोस् है। अनि मलाई प्रेम गर्नेलाई म धन सम्पत्तिले भरिपूर्ण पार्छु र म तिनीहरूका भण्डार भरिदिनेछु। वाह, विचार गर्नुहोस् त है। तपाईँको भण्डार यदि भरिएको तपाईँ चाहनुहुन्छ भने यो बुद्धिको खोजी गर्नुहोस्, जुन बुद्धि माथिबाट आउँछ, स्वर्गबाट आउँछ, ईश्वरीय बुद्धि है। अनि अझै तल जाउँ। परम प्रभुले सृष्टिको आरम्भमा नै मलाई सृजनु भयो, उहाँका आदिका सबै कामहरूभन्दा पहिले नै, अनन्तदेखि नै मेरो नियुक्ति भएको थियो। सबैभन्दा पहिले, संसार सुरुभन्दा पहिले नै महासागर नहुँदै मेरो जन्म भएको थियो। पानीले भरिएका खोलाहरू नालाहरू हुनुभन्दा अघि नै, पर्वतहरू आफ्नो स्थानमा हुनुभन्दा पहिले नै, पहाडहरू भन्दा पहिले नै है। अनि विचार गर्नुहोस् त, त्यो बुद्धि है, जुन बुद्धि माथिबाटको हो, त्यो बुद्धि एकदमै है सिद्ध हुन्छ
र यसले चाहिँ मान्छेलाई बुद्धिमान बनाउँछ, शासकहरूलाई पनि एकदमै असल प्रकारले शासन गर्ने बनाउँछ, व्यापार गर्नेहरूलाई असल प्रकारले व्यापार व्यवसाय सञ्चालन गर्ने बनाउँछ है, त्यो माथिबाटको बुद्धि। अनि प्रियहरू याद गर्नुहोस्, अनि बाइबलले यो पनि बताउँदछ कि येशू मसीह चाहिँ त्यो परमेश्वरको ज्ञान अनि बुद्धि हुनुहुन्छ है, अनि जसले सारा कुराहरूलाई अस्तित्वमा ल्याउनु भयो। उहाँको वचन भन्छ नि होइन, उहाँको वचनद्वारा परमेश्वरले सारा सृष्टिलाई अस्तित्वमा ल्याउनु भयो शून्यताबाट है। उत्पत्ति पुस्तकले बताउँदछ है, बुक अफ जेनेसिस, कि परमेश्वरले शून्यताबाट यो सारा विश्व ब्रह्माण्डलाई है, तारामण्डल हेर्नुहोस्, सौर्यमण्डल हेर्नुहोस् होइन, अनि पृथ्वीलाई हेर्नुहोस् है, सबै कुराहरू चाहिँ त्यही बुद्धिद्वारा चाहिँ उहाँले सृष्टि गर्नुभयो। अनि त्यो बुद्धि चाहिँ येशू ख्रीष्ट हुन्छ, त्यो ज्ञान चाहिँ येशू ख्रीष्ट हुन्छ, त्यो परमेश्वरको ज्ञान अनि त्यो बुद्धि। अनि जोसँग त्यो ज्ञान अनि बुद्धि छ उसँग के हुन्छ? समृद्धि हुन्छ, उसँग के हुन्छ? आशिष हुन्छ, उसँग के हुन्छ? उन्नति हुन्छ, उसँग शान्ति हुन्छ। सबैभन्दा ठुलो कुरो चाहिँ शान्ति हुन्छ उसको जीवनमा। अनि शान्ति भएको मान्छेले अरूलाई शान्ति दिन्छ, अरूलाई अशान्ति दिँदैन। याद गर्नुहोस् है। यसै कारणले गर्दाखेरि यो बुद्धिको खोजी गर्नुहोस्। म यही भन्न चाहन्छु बिहान है तपाईँलाई कि यो बुद्धिले तपाईँको हृदय भरियोस् है, यो बुद्धिले तपाईँमा शासन गरोस् र तपाईँको जीवन फल्दो फुल्दो होस्, तपाईँको परिवार फल्दो फुल्दो होस्, तपाईँको है व्यवसाय फल्दो फुल्दो होस्, तपाईँले हात हाल्ने हरेक ठाउँमा परमेश्वरको आशिष परोस् है। म यही नै शुभकामना अनि प्रार्थना आशीर्वाद बोल्न चाहन्छु कि तपाईँ त्यो बुद्धिले भरिनुहोस्, त्यो परमेश्वरबाटको बुद्धि, त्यो माथिबाटको बुद्धि, अनि दुष्टताबाट टाढा बस्नुहोस् है, खराबीबाट, झुटबाट, अन्यायबाट, शोषणबाट है, बदमाशीबाट, गाली गलौजबाट टाढा बस्नुहोस् र आशिष बोल्नुहोस्। किन तपाईँ ईश्वरको मन्दिर हो, मान्छे चाहिँ ईश्वरको मन्दिर हो, मान्छेको शरीर ईश्वरको मन्दिर हो है। अनि त्यो शुद्ध हुनुपर्छ, शुद्ध हृदयले ईश्वरको दर्शन पाउन सक्छ है। अनि आफूलाई सबै खालको अशुद्धताहरू, मूर्ति पूजा लगायत है, व्यभिचार होइन, पापका कामहरू, तीबाट तपाईँ आफूलाई अलग राख्नुहोस् र परमेश्वरलाई आफ्नो हृदयबाट धन्यवाद चढाउनुहोस् है। अनि उहाँको बुद्धिको माग गर्नुहोस्, यीशुको नाममा उहाँले तपाईँलाई त्यो बुद्धि दिनुहुनेछ। धन्यवाद। सेयर गर्नुहोस्, लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस् कस्तो लाग्यो है। हस्।